कोही पनि निराश हुने होइन। म एमाले होइन भनेर कोही लुके अरे कोही पनि लुक्ने होइन। सबै एमाले हो, शानका साथ गौरवको साथ छाती फुलाएर भन्ने हो। त्यसो भने एमाले हो। एट म त नेताहरू 80% अब सुध्रेर आउँछन् होला बाहिर निस्किँदा भनेको त 180% भयो, बिग्रेर आएछन् त झन्। ए मुला एमालेका झोले हो, देशभन्दा ठुलो तिमीहरूको पार्टी होइन, बुझ्यौ नि। सबैलाई सतर्क रहनु नभन्दा हुन्छ। देश र जनताभन्दा ठुलो तिमीहरूको पार्टी होइन। यो मैले 5-6 वर्ष अगाडिदेखि आवाज उठाएको कुरो हो। देश रह्यो भने तिमीहरूको पार्टी रहने हो, बुझ्यौ नि। देशै नरहेको भुत्राको एमाले, भुत्राको काङ्ग्रेस, भुत्राको माओवादी, भुत्राको त्यो पार्टी कुनै पार्टी हुँदैन। देश र जनताभन्दा ठुलो तिमीहरूको पार्टी होइन। यो कुरा हेक्का रज मुला भ्रष्टाचारी हो, बुझ्यौ नि। अब तिमीले घर जलो भनेर त दुख मनाउ गऱ्यौ, यसमा देशै जलेको छ, बुझ्यौ नि। तिमीहरूको घरभन्दा ठुलो ती 15-16 वर्षका विद्यार्थी नानीहरू हुन् जुन त्यो बाटोमा तडपी मरे। तिमीहरूको घर त भ्रष्टाचार गरेर बनाउन सक्छौ, तर ती कलिला बच्चाहरू फर्केर आउन सक्दैनन्। अब देशका लागि बलिदान दिए, बुझिस् कि बुझिनस् मुला झोले हो। यो कुरा हेक्कार होस्। देश र जनताभन्दा ठुलो तिमीहरूको पार्टी होइन, हेक्कार होस्।